तपाईँ नयाँ ठाउँबाट हेर्दै हुनुहुन्छ भने कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? सुनिता राई युएसबाट हेर्दै, ओके, उहाँ चाहिँ जुममा आइसक्नु भएको छ। हालेलुया। करुणाले भन्दै हुनुहुन्छ प्लिज प्रे फर माई फ्यामिली। हामी सेवाको अन्त्यमा सबैको लागि प्रार्थना गर्नेछौँ, तयार हुनुहोस्। ओके, दर्शनी मगर जय मसी, वेलकम होली स्पिरिट भन्दै हुनुहुन्छ। वाओ, मेरो जिन्दगीमा सबभन्दा स्विट शब्द चाहिँ वेलकम होली स्पिरिट। मैले हरेक समय प्रार्थनामा सुरुमा भनेको शब्द यही नै हो, वेलकम होली स्पिरिट, वेलकम होली स्पिरिट, वेलकम होली स्पिरिट, वेलकम होली स्पिरिट। रिपिट एन्ड रिपिट गरेर मैले चाहिँ बारम्बार भन्ने शब्द यो मलाई साह्रै। दर्शनी मगर थ्याङ्क यू सो मच। ओके, लिङ्क दिइएको छ, तर तपाईँ नयाँ नाम तपाईँ कतिजनालाई जुममा आउनु अप्ठ्यारो छ होला है, तपाईँ फेसबुकबाटै हेर्नुहोस्। ओके, हाम्रो पुरन भाइले जय मसी भन्दै हुनुहुन्छ, हामीलाई प्रेम गर्ने भाइ हुनुहुन्छ कपिल वस्तुबाट। आई लभ यु किङ जिजस मिनिस्ट्री भनिदिनु भएको छ। वाओ, हालेलुया। हाम्रो छाती नै चौडा भएको छ, नाक पनि कहाँ कहाँ पुगिसक्यो भने। हालेलुया। कतिजनाले लभ रियाक्ट पठाइराख्नु भएको छ, थ्याङ्क यू सो मच। कोहलपुरबाट हेर्दै हुनुहुन्छ वर्षा मगराती, गड ब्लेस यु। जाडो चिसो छ, एकदमै छोटो गर्ने प्रयास गर्नेछु। हिजो धेरैजनालाई चिसो लागेछ, सायद हाम्रो अलिकति वृद्ध बुवा आमाहरूलाई अलिकति गाह्रो हुन्छ। म छोटो गर्नेछु, वचन सुनाएर म प्रार्थनातिरै लाग्नेछु र आउने सेवामा म तपाईँ सबैलाई स्वागत गर्नेछु, हेलो भन्नेछु। सबैको लागि फेसबुकमा मलाई प्रार्थना गर्न अराउनु भएको छ। आजको वचन तपाईँले सुन्नुभयो भने सुन्नुहोस्, आजको वचनले तपाईँलाई धेरै सहायता गर्नेछ। हालेलुया। दोस्रो राजा 3:4 एउटा घटना छ। दोस्रो राजा 4:1 चाहिँ 1देखि म एउटा घटना पढ्नेछु आजको वचनद्वारा। धेरै व्यक्तिहरू आशिषित हुनुभएको छ। हामीलाई इमेल्सहरू आइरहेको छ मेसेन्जरमा, हाम्रो चाहिँ फेसबुकबाट र लोकल विश्वासी र अरूहरूले पनि हामीलाई हेर्नु हुँदो रहेछ। अन्य जाति चाहिँ जसले विश्वास गर्दै हुनुहुन्छ, उहाँको जीवनमा चमत्कार भएको थियो। यो सेवकायमा एकताका एकदमै ठुल्ठुला चमत्कारहरू भएको थियो। अनि उहाँहरू चाहिँ अहिले सङ्गतिमा आउन सक्नुहुन्न, उहाँहरूले पनि हामीलाई होइन हेरिराख्नुहुन्छ। हालेलुया। ओके, जुममा चाहिँ जतिजना हुनुहुन्छ त्यति नै रहौँ, अब भित्र बाहिर नगरिदिनुहोस्। म वचनतिर लागेँ है। जतिजना बाहिर जानुभयो फेरि आउन गाह्रो हुन्छ, किनभने अहिले मैले आफैले चाहिँ यो कम्प्युटर चाहिँ ह्यान्डल गरिरहेको छु। त्यस कारणले अब म वचनतिर लाग्छु। प्लिज यो समय चाहिँ वचन सुन्नको लागि आफ्नो हृदयलाई तयार गर्नुहोस्। हालेलुया। एकदमै होइन, यो चाहिँ एकदमै सेवकाई जल्दो बल्दो सेवक अगमवक्ता जो चाहिँ होइन उहाँको जीवनमा उहाँको सेवाकालमा चाहिँ घटेको घटना हो। म पढिदिनेछु। दोस्रो राजा 4 के छ शीर्षक? रुथ विधवाको तेल। सबैलाई थाहा छ, कतिजनालाई होइन यसको घटना पनि थाहा होला। दोस्रो राजा अगमवक्ताहरू मध्ये एकजना कि पत्नीले एलिसालाई हपारेर भनिन्, तपाईँको दास मेरो पति मर्नुभयो। एकदमै क्रिटिकल डेन्जर अवस्था छ यो समय। सी इज इन डेन्जर, क्रिटिकल, एकदम निराश। यहाँ कति थिचिएको दिदी छ, यो दिदी जसले होइन अगमवक्तालाई पनि हपार्छिन्, किनभने एकदमै गाह्रो परिस्थिति छ, डेन्जर अवस्था छ। साहुकारहरू आउँदैछ। अगाडि म पढ्नेछु, ध्यान दिएर सुन्नुहोस् आजको वचन। तपाईँको दास मेरो पति मर्नुभयो। किनभने एलिसासँगै हिँडेका एकजना व्यक्ति हुन्छन् सायद, किनभने दास भनेको छ नि त हो एलिसाको नोकर, अर्थात् एलिसाको होइन नोकरहरूमध्ये, अर्थात् एलिसाको प्रोफेटिक ग्रुपहरूमध्येको एउटा व्यक्ति हुनुपर्छ जुन चाहिँ मर्छन्। अनि तिनको पत्नीले हपारेर भन्छन्, तपाईँलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो। यस्तो फेथफुल मान्छे अब मर्छन्। तर अब मेरो 2 भाइ छोराहरूलाई लगेर कमाएर तुल्याउन उहाँका साहुकारहरू आइरहेछन्। अनि एलिसाले भन्छन्, एकदमै दयनीय अवस्था हुन्छ प्रियहरू, एकदमै डेन्जर अवस्थामा हुन्छन् उनी। सुन्नुहोस्, कतिजना तपाईँ निराश हुनुहुन्छ, डेन्जरमा हुनुहुन्छ, तपाईँ अगाडि के गर्ने के नगर्ने दुविधामा सोच्नै नसक्ने स्थितिमा हुनुहुन्छ भने आजको वचनद्वारा तपाईँले सहायता पाउनुहुनेछ। हालेलुया। प्रभु येशू रेडी हुनुहुन्छ तपाईँलाई सहायता गर्नको निम्ति।
एलिसाले तिनलाई जवाफ दिए, म तिमीलाई कसरी सहायता गरौँ? एलिसा आफैले भन्छन्, म तिमीलाई कसरी सहायता गर्नु? अरे बाबा, एलिसा त त्यतिखेर जल्दो बोल्दो अगमवक्ता के हुन्छ उनको जीवनमा, होइन? एलिसालाई जिस्काउँदाखेरि, होइन, श्राप दिँदाखेरि बच्चाहरू 40 भन्दा धेरै बच्चाहरू चाहिँ, होइन, झिजो लाग्यो उनले, अनि त्यसपछि उनले श्राप दिन्छन् बच्चाहरूलाई, तुरुन्तै बच्चाहरूको डेथ हुनु पुग्छ। अनि पानी शुद्ध पारेका, होइन, विभिन्न मिरेकल भएको हुन्छ उनको जीवनमा। उनले चाहिँ एलियाको खष्ट गरेर हान्दाखेरि पानी चाहिँ के हुन्छ? 2 भागमा विभाजित हुन्छ। अनि त्यस्तो परमेश्वरको जनले भन्दै हुनुहुन्छ, यहाँ त्यसको केही तात्पर्य छ। म तिमीलाई कसरी सहायता गरौँ? तिम्रो घरमा के छ मलाई भन। तिनले भनिन्, मसँग केही पनि छैन। इङ्ग्लिस बाइबलमा यसको अगाडि पछाडि लेखिएको छ, इङ्ग्लिस बाइबल टाइप गरिदिनुहोस् प्लिज। किनभने उनले भन्छन्, आई हेभ नथिङ। तपाईँहरू कतिजना नथिङ हुनुहुन्छ, खाली हात, शून्य, वरपर शून्यता। आजको वचन सुन्नुहोस्। इङ्ग्लिस बाइबल छ भने पहिला, यहाँ चाहिँ नेपाली बाइबलले अघि पछि गरेर लेखिदिएको छ, आई हेभ नथिङ। सबले भन्नुहोस् त, नथिङ, नथिङ। यस, उनले भन्छन्, हजुरको दासीसँग एउटा भुडुल्कोमा तेल बाहेक अरू केही पनि छैन, केही पनि छैन, तेल छ। उनीसँग के रहन्छ? तेल। हालेलुया। एलिसाले भने, गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भडुल्काहरू मागेर ल्याऊ, थोरै मात्र नमाग। हालेलुया। सन्ध्या छोरीले नथिङ भन्दैछ। यस, मलाई खुसी लाग्यो। रेस्पोन्स दिनुपर्छ, नथिङ। थोरै नमाग, भुडुल्का। के माग्न पठाए अगमवक्ताले, परमेश्वरको जनले, द म्यान अफ गडले? भुडुल्का माग्न पठाउँछन्, अर्थात् खाली भाँडो, भेसल भन्छ। इङ्ग्लिस बाइबलमा भेसल छ, हो। यस, भेसल। तपाईँ हामी पनि भेसल हो, तपाईँ हामी पनि भाँडा हो। त्यसपछि घरमा गएर तिम्रो छोराछोरीलाई पनि भित्र राखेर ढोका थुन, किनभने जे आउनेवाला थियो त्यो अद्भुत थियो। हालेलुया। थ्याङ्क यू। गुरु आमाले चाहिँ टाइप गरिदिनु भएको छ इङ्ग्लिस बाइबलमा, फेसबुकमा। भुडुल्को तेल ती सबै भाँडामा खन्याऊ। अब त्यो तेल चाहिँ के गर? भाँडाहरूमा खन्याउन सुरु गर र भरिएका भाँडाहरू अलगै राख। तिनी एलिसाबाट बिदा भइन् र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुडुल्काहरू ल्याए र तिनले ती भर्दै गइन्। जब ती सबै भरिसके, तिनले आफ्नो एकजना छोरालाई भनिन्, अर्को भुडुल्को ले। तर त्यसले जवाफ दियो, अब एउटै भुडुल्को पनि छैन। तब के भयो? तेल पनि आउन बन्द भयो। ती विधवा गएर परमेश्वरको जनलाई यो कुरा बताइन् र तिनले भने, गएर त्यो तेल बेच र तिम्रो कर्जा तिर, उब्रेको चाहिँले तिमी र तिम्रो छोराको जीविका चलाउन सक्नेछौ। हालेलुया, हालेलुया। सबले भनेछ आमीन, आमीन। यस, थ्याङ्क यू जिजस। प्रभुलाई महिमा भएको होस् आजको वचनद्वारा। प्रभु प्रत्येकको आँखा खोलिन सकेको होस्। जुन वचनले प्रभु धेरै वर्ष अगाडि मेरो वचन, प्रभु मेरो आँखा खोलेको थियो, यो वचनले आज प्रत्येकको आँखा खोल्न सकेको होस्। थ्याङ्क यू जिजस, वी गिभ यू प्रेज। हालेलुया। एउटा पात्र एकछिन स्त्रीतिर जाउँ। त्यो स्त्री डेन्जरमा हुन्छ, किनभने उनको पति पहिले मरिसकेको हुन्छ, एलिसासँगै हिँडिरहेका हुन्छन्, सेवकाईमा हिँडिरहेका हुन्छन् भनौँ, होइन। प्रोफेटिक चाहिँ कम्पनीमै हुन्छन् उनी। जुन विधवाको जुन स्त्री हुन्छन्, तिनी चाहिँ विधवा भइसकेकी हुन्छन् अनि तिनलाई ऋण लागेको हुन्छ, होइन। ऋण लागेको हुन्छ। ऋणको कारणले साहुहरूले अब के गर्दैछन्? छोराहरूलाई अब बन्दकी बनाएर लाने, होइन, तयारी गर्दैछन्। किनभने तपाईँले पढ्न सक्नुहुनेछ 1 मै, तब अब मेरा 2 भाइ छोराहरूलाई लगेर कमरा तुल्याउनलाई उहाँका साहुकारहरू आइरहेका छन्। साहुहरूले, सी इज इन डेन्जर, धेरै क्रिटिकल अवस्थामा हुन्छन् उनी। पति मर्छन्, होइन,
त्यसपछि दुई भाइ आशा भएका दुईजना छोराहरूलाई अब साउरले लगेर बन्दगी बनाउन लगिरहेका हुन्छन् होइन, कमरा तुल्याउनलाई। यहाँनिर बुझ्नुपर्ने कुरा, यो स्त्री एकदमै निरीह हुन्छन्, एकदमै भनौँ न होइन, हेल्पलेसनेस उनको जीवनमा। उनको जीवनमा केही सहायता हुँदैन, केही चाहिँ सहायता हुँदैन। यहाँ हामीले कन्टेक्स्टमा बुझ्नुपर्छ। एलिसा, सबैले भन्नुहोस् त एलियाको सेवकाईले, तपाईँलाई थाहा छ, बप्तिस्मा दिने यूहन्नाको सेवकाई रिप्रेजेन्ट गर्छ। हालेलुया। जहिले पनि यो बुझ्नुहोस्, एलियाको सेवकाई भनेको बप्तिस्मा दिने यूहन्ना, किनभने एलियाको सेवकाई होइन, एलियाको आत्मासँग बप्तिस्मा दिने यूहन्ना चाहिँ के हुन्छन्, इजरायलको निम्ति कराउने एउटा आवाज भन्छन्। आमेन। अनि एलिसाको सेवकाई ठ्याक्कै प्रभु येशूको सेवकाईसँग मिल्छ। यहाँ बुझौँ है त, एलिसाको सेवकाई तपाईँले अगाडि देख्नुभयो भने येशूले जस्तै गरेका काम, खाना खुवाउने काम होइन, कतिजनालाई जीवित पार्ने काम, येशूको जस्तै सेवकाई हुन्छ एलिसाको। एलियाको, सबले भन्नुहोस्, एलियाको सेवकाई बप्तिस्मा दिने यूहन्नाको सेवकाईको संकेत गर्छ। एलिसाको सेवकाईले प्रभु येशूको सेवकाईलाई दर्शाउँछ। हालेलुया। एक निरीह स्त्री होइन, आशै नभएकी स्त्री, पति मर्छ, दुईटा छोरा हुन्छन्, त्यही पनि साउले लाँदैछ, घरमा केही पनि छैन। आई ह्याभ नथिङ भन्छन्, पछिबाट उनले थप्छन्, मसँग थोरै तेल छ। हालेलुया। अनि हेल्प गर्नको लागि एलिसाले केही छ भनेर सोध्छन्। हालेलुया। आज तपाईँ यहाँ हुने व्यक्तिहरूको जीवनमा केही छ। हालेलुया, हालेलुया। केही छ, तपाईँको भेसलमा केही कुरा छ। यु हेभ समथिङ। आमेन। 2मा एलिसाले तिमीलाई जवाफ दिए, म तिमीलाई कसरी सहायता गरौँ, तिम्रो घरमा के छ मलाई भन। 2मा उनले भन्छन्, हजुरको दासीसँग केही पनि छैन। आई हेभ नथिङ। थोडा थाहा छ, परमेश्वरले नथिङ मन पराउनुहुन्छ। ही लभ्स नथिङ। ही लभ्स नथिङ। हालेलुया। केही पनि छैन। यस। जब तपाईँको सबै ठाउँमा सहाराहरू टुट्छ, तपाईँको आशाहरू हराउँछ, चारैतिर निराशा मात्रै छ, सम्भावना छैन, अनि तपाईँ यो स्त्री जस्तो भने अब हालेलुया। अब प्रभु येशूको होइन, मैले भने एलिसाको सेवकाई प्रभु येशूको सेवा रिप्रेजेन्ट गर्छ। हालेलुया। तपाईँ अब नथिङ हुनुहुन्छ। प्रभु येशूले नथिङ मन पराउनुहुन्छ। तपाईँको जीवनमा कहीँ पनि होइन आशा हराएपछि उहाँ चाहनुहुन्छ कि यो मसँग आओस्, ताकि म यसलाई जिन्दगीभरिको लागि ब्लेसिङ दिन सकौँ। यो कुरा बुझ्दैन धेरै मान्छेहरूले। यता हात बढाउँछ, यता हात बढाउँछ, यता जान्छ, मान्छे खोज्छ, सहायता खोज्छ, उता खोज्छ, यो खोज्छ, म खत्तम, म बर्बाद, म हारेको, म जारेको, सबै भएभरको कोसिस गर्छ। अनि लास्टमा गल्ती चाहिँ के गर्छ भने अब सबै कुरा होइन गयो, मैले कहीँ पनि हेल्प पाइनँ, पास्टरले पनि हेल्प गरेन, केही पनि भएन, म विश्वासी जीवन छोडिदिन्छु। अब अन्तिममा चाहिँ धेरै विश्वासीले अन्तिममा निष्कर्षमा आएर भन्छ, म मर्दिन्छु। किन परमेश्वरले तपाईँको जीवनमा नथिङ ल्याउनु भएको छ? केही पनि छैन तपाईँको जीवनमा। यो परमेश्वरको योजना हो। डेन्जर, तपाईँको विश्वास डेन्जरमा पैदा हुन्छ। आमेन। हालेलुया। जब डेन्जर आइरहेको हुन्छ, जब सम्भावनाहरू हुँदैन, निराशाहरू हुन्छ चारैतिर, त्यतिखेर फेथ बोर्न हुन्छ, त्यतिखेर फेथको जन्म हुन्छ, विश्वासको जन्म हुन्छ। हालेलुया। यस। आज म यही कुरा तपाईँलाई बताउन आएको छु। कतिजना तपाईँहरू नथिङ हुनुहुन्छ, आज पनि छैन तपाईँको वरिपरि, सम्भावना छैन चारैतिर होइन, नथिङ छ। किनभने यो विधवाले भन्छन्, आई हेभ नथिङ, मसँग केही पनि छैन। तर एलिसालाई यो कुरा थाहा हुन्छ, यिनीसँग केही छ जुनद्वारा म यिनको हेल्प गर्न सक्छु। हालेलुया। हालेलुया। यस। तपाईँको फेथ बोर्न, तपाईँको विश्वास चाहिन्छ। परमेश्वरलाई बिना विश्वास परमेश्वरलाई खुसी तुल्याउन सकिँदैन। बिना विश्वास इन डेन्जर।
तपाईँ जब डेन्जरमा हुनुहुन्छ, चारैतिरबाट तपाईँलाई पुरा चाहिँ समस्याको आँधी तुफान पहाडले घेर्दैछ, त्यहाँनिर तपाईँको विश्वास पैदा हुन्छ। अनि त्यो विश्वास परमेश्वरलाई मनपर्छ। तपाईँको विश्वास रेज हुन्छ। तपाईँ परमेश्वरकोमा जानुहुन्छ, परमेश्वर म यहाँ छु। यो विधवाले एलिसालाई हपारेको छ। एलिसाले कसको सङ्केत गर्छन्? प्रभु येशूको। उनी रुन्छन्, जान्छन्, कराउँछन्, तपाईँको दास मर्यो, तपाईँ मेरो पति मर्यो, दुईजना छोराहरूसित पनि साहुकारले लाँदैछ, म के गरौँ? यस, धेरैजना विश्वासीले यो बुझ्दैन। तपाईँको जीवनमा परमेश्वरले फेथ, त्यो विश्वासको लेभल राइज अप भएको देख्न चाहनुहुन्छ। आमेन। विश्वास वृद्धि भइरहेको देख्न चाहनुहुन्छ। अनि डेन्जरमा जहिले पनि याकुबलाई विचार गरौँ। तपाईँले पुरानो करारमा पढ्न पाउनुहुन्छ। याकुब पछि परमेश्वरले उनलाई इजरायल बनाएका छन्। मेरो छोराको नाम पनि याकुब हो। हालेलुया। अस्ति हामीले उहाँको नाम घोषणा गऱ्यौँ। याकुबलाई हेर्नुहोस् त, यति डेन्जरमा हुन्छन् उनी। उनको दाइ एसाप उनलाई हेल्प गर्न आएका होइनन्। कति 300 होइन सेनासँग, कति 3000 कि 300 400 सेनाहरूसँग सहायता गर्न आएका होइनन्। खतरा, डेन्जर। यदि रातभरि परमेश्वरसँग नरहेको भए, परमेश्वरसँगको त्यो फेथको लेभलमा नगएको भए, याकुबको लागि डेन्जर थियो त्यहाँनिर। तर त्यही डेन्जरमा उनी खडा हुन्छन् र परमेश्वरसँग मद्दत मागिरहेको रातभरि। हालेलुया, हालेलुया। खतरा थियो याकुबको लागि, उनको परिवारको लागि खतरा थियो, उनको धन सम्पत्तिको लागि खतरा थियो। यस, तर उनी विश्वासमा खडा हुन्छन्। त्यो विश्वास, त्यो समयमा, त्यो डेन्जरमा, त्यो चाहिँ क्रिटिकल अवस्थामा उनी चाहिँ परमेश्वरमा भरोसा गरेर खडा भएको कारणले उनको जीवनमा एउटा विश्वास पैदा हुन्छ। त्यो विश्वासले के गर्छ? आइरहेको खतरालाई टारिदिन्छ। आमेन। आज कतिजनालाई परमेश्वरले किन त्यो सिचुएसनमा राख्नु भएको छ? नथिङ किन बनाउनु भएको छ? ताकि तपाईँ परमेश्वरको अगाडि गएर होइन डिटरमाइन फाइट भन्छ। यस, विश्वासमा लागिरहेर परमेश्वरमा मात्रै अब भरोसा छ। अब कहीँ पनि मेरो चाहिँ आशा भरोसा छैन। अब चारैतिर मेरो लागि सबै ढोका बन्द छ। अब गर्न सक्नुहुन्छ त केवल परमेश्वरले गर्न सक्नुहुन्छ भन्ने निचोडमा नपुग्दासम्म तपाईँ यता जानुहुन्छ, सहायता आउँदासम्म चाहिँ त्यही प्रब्लम हो। मेरो पनि जीवनको प्रब्लम त्यही थियो। म यता सहायता माग्थेँ, उता सहायता माग्थेँ, केही छिन टर्थ्यो, अनि फेरि समस्या। अनि एक दिन म नथिङ भएर परमेश्वर कराएर म चाहिँ जब प्रार्थना गर्छु, जबसम्म परमेश्वरले जवाफ दिनुहुन्न, लर्ड हियर आई एम, म यहाँ छु। यस, कहिले परमेश्वरले त्यो पनि चाहनुहुन्छ। परमेश्वरले कहिले हपार्दाखेरि माइन्ड गर्नुहुन्न। एलियाले हपार्छन्, दाउदले हपार्छन्, होइन? कहिले परमेश्वरसँग जानु, डिटरमाइन फेथ। जबसम्म तपाईँको अब कहीँ पनि सम्भावना छैन। कतिपय मान्छेले त्यही नै गिभअप गरिदिन्छ, कतिले विश्वास छोडिदिन्छ, त्यागिदिन्छ, कतिजनाले जीवनलाई नै क्विट गरिदिन्छ, खोज्छ। प्रिय, त्यस्तो क्रिटिकल भएको व्यक्तिहरू यहाँनिर हुनुहुन्छ फेसबुकमा। नथिङ, चारैतिर शून्यता छ, कहीँ पनि आशा छैन। तर त्यही होइन डेन्जर क्रिटिकल अवस्थामा तपाईँ उभिएर परमेश्वरमा आफ्नो विश्वास राख्नुभयो, परमेश्वरले आफ्नो सहायताको हात बढाउनुहुन्छ। हालेलुया। पैसा हुन्छ अरे तपाईँले पैसाले मात्रै मलाई परमेश्वर चाहिँदैन, पैसा हुन्छ अरे पैसा नै तपाईँको सब कुछ हो, तर पैसा सिद्धिन्छ त्यसपछि हामीले के भन्छौँ? परमेश्वर। तपाईँको ताकत, तपाईँको बल, तपाईँको वरपर साथी भाइ, बिस्तारै ती कुराहरूले तपाईँलाई छोड्दै गएको तपाईँले एकाएक पाउनुहुनेछ एक दिन, किनभने तपाईँ विश्वासको मानिस हो। आमेन। तपाईँ के हो? यस। एकजना बहिनीले अस्ति मलाई भन्दै थियो, एकाएक मेरो जीवनबाट साथीहरू जाँदैछन्, कति धेरै साथीहरू थियो, एकाएक परिवार पनि मबाट मुख मोड्दैछ, एकाएक मेरो जीवनमा किन यस्तो आइपरेको? पहिला यति धेरै म खुसी थिएँ, अहिले म 81 परमेश्वरसँग जति नजिक हुन्छु त्यति धेरै होइन म एक्लोपनमा जिउँदैछु, यो के भइरहेको? मैले भने प्रेज गॉड, हालेलुया, दिन आउँदैछ नानु, प्रेज गॉड, हालेलुया। साथीहरूले छोड्दैछन्,
मैले भने प्रेज गॉड, हालेलुया, कङ्ग्रेचुलेसन चाहिँ होइन, प्रेज गॉड। किनभने त्यो नानुको परिवार र त्यो नानीको परिवार र उहाँको जीवनमा जे कुराहरू थियो त्यो चाहिँ एकदम क्रिटिकल थियो, इन डेन्जर। हालेलुया। दोस्रो राजा 4:1 भएको त्यो विधवा स्त्रीको पनि चारैतिरबाट सबै कुरा होइन सिद्धिसकेको थियो। हालेलुया। तर पनि उनले के भनिन्, अन्तिममा निचोडमा उनी परमेश्वरको जन हुन्। हालेलुया। परमेश्वरमा मात्रै मेरो अब यो समस्याको समाधान हुन सक्छ। जसै उनले आफ्नो विश्वासलाई त्यहाँनिर जन्माइन् डेन्जरमा। हालेलुया। डेन्जर, इन डेन्जर, सुरक्षा छैन, पति मरिसक्यो, जसले पनि रेप गर्न सक्थ्यो त्यतिखेरको समयमा, साहुले लान सक्थ्यो, गलत उपभोग गर्न सक्थ्यो छोराहरूलाई बन्दकी बनाएर। तर उनले निचोड गरिन्, मेरो सहायता परमप्रभुबाट आउँछ। हालेलुया। यस, परमप्रभुबाट आउँछ। यदि तपाईँ आज शून्यतामा हुनुहुन्छ, निराशामा हुनुहुन्छ, नथिङ हुनुहुन्छ, परमेश्वरले तपाईँलाई समथिङ बनाउन जाँदै हुनुहुन्छ। हालेलुया, हालेलुया। त्यसकारण मैले कसैमाथि भरोसा राख्दिनँ, कसैमाथि, मैले कसैमाथि भरोसा राख्दिनँ, मानिसप्रति मैले पैसामाथि कहिले पनि भरोसा राखिनँ। आज मेरो हजारौँ शत्रुहरू छ, यो सब कहिल्यै देखि नसक्ने हजारौँ शत्रुहरू छ होइन। किन यस्तो एक्लो भएर हिँड्छस्? मेरो कपिल वस्तुको केही फ्यामिली भन्नुहुन्छ, कति फादर त एक्लै हिँड्नुहुन्छ, मण्डलीहरूसँग यसो सहकार्य गरे पनि हुन्थ्यो नि। मण्डलीहरूले नो ब्रदर, जसै म एक्लै हुन्छु, चारैतिरबाट शून्यता आउँछ, चारैतिरबाट निराशाहरू आउँछ, चारैतिरबाट चाहिँ असम्भावनाहरू छ। जब म एक्लै खडा भएर प्रार्थना गर्छु त्यतिखेर मेरो विश्वास वृद्धि हुन्छ। हालेलुया, हालेलुया। परमेश्वरलाई नथिङ मनपर्छ। आजदेखि यो कुरा लेखेर राख्नुहोस्, नथिङ। तपाईँ नथिङ हो भने मान्छेको लागि, तपाईँ आफ्नै लागि पनि तपाईँ भ्यालुलेस हो भने, अर्थात् तपाईँलाई आफूलाई यस्तो लाग्दैछ मेरो केही औचित्य छैन भन्दै हुनुहुन्छ भने परमेश्वरले बिस्तारै तपाईँलाई आफूतिर ड्र गर्दै हुनुहुन्छ। यसको आफन्त पनि छैन, यसको केही पनि छैन, अब म यसलाई सहायता गर्नको लागि। जब परमेश्वरले आफ्नो हात बढाउनुहुन्छ, हालेलुया, हालेलुया, जब हात बढाउनुहुन्छ फेरि जीवनभरिको लागि त्यो ब्लेसिङ दिएर उहाँ जानुहुन्छ। जब याकुब खतरामा थिए, उनको दाइसँग एक पुरानो दुश्मनी थियो, ज्येष्ठ अधिकार खोसेको, धोका दिएको, विश्वासघात गरेको, उनी फर्कँदै थिए आफ्नो कुटुम्बतिर। तर जिस दिन याकुब आउने कुरा हिसाबले सुन्छन्, 400 सेना लिएर गएको कुरा त्यहाँनिर हामी पाउँछौँ। याकुब डेन्जरमा थिए, इन डेन्जर। उनले भन्छन् सबै अगाडि लगाइदियो, मेरो परिवार सबै कुराहरू, म चाहिँ आज यहीँ बस्नेछु, परमेश्वरको हजुरीमा, परमेश्वरको प्रेजेन्समा म रातभरि बस्नेछु। हालेलुया। लडन त हुनु पर्यो, कतिपय ठाउँमा तपाईँ हामी जिद्दी हुनु पर्यो। जबसम्म तपाईँले मलाई आशिष दिनुहुन्न तबसम्म म जाँदिनँ। जबसम्म यो डिटरमाइन्ड फेथ तपाईँको जीवनमा बढ्नु हुँदैन नि, केही हुनेवाला छैन, केही चल्नेवाला छैन, केही डग्नेवाला छैन। याकुब जस्तै हुनुहोस्, यो स्त्री जस्तै हुनुहोस्, विधवा। हालेलुया। परमेश्वर कहाँ जानुहोस्। अलिअलि आशा आउँदासम्म हामीलाई मान्छेतिर नै सहायता माग्न, होइन, यता लौ न, यो त्यो। म पनि त्यस्तै भन्थेँ जब मेरो जीवनमा यति धेरै समस्याहरू थियो। मैले धेरै म्यान अफ गडहरूलाई पुकार्थेँ। तर मैले जुन दिन यो वचन मैले मनन गरेँ, जुन दिन यो वचन मैले पढेँ, जुन दिन यो वचनको बारेमा मैले सुनेँ, त्यसपछि मैले मान्छेको सहायता माग्न छोडिदिएँ। नथिङलाई परमेश्वरले समथिङ बनाउन जाँदै हुनुहुन्छ। हालेलुया, हालेलुया। धेरैजना जुम्मा जोडिन खोज्दै हुनुहुन्छ, आइएम सरी। हजुरलाई हामी यति नै गर्छौँ। यहाँनिर बुझ्नुपर्ने कुरा हामी जान्छौँ। एलिसाले तिमीलाई जवाब दिए, म तिमीलाई कसरी सहायता गरौँ, तिम्रो घरमा के छ मलाई भन। तिमीले भनिन् हजुरको दासीसँग केही पनि छैन। इङ्ग्लिस बाइबलमा स्पष्ट छ। हालेलुया। तिमीले भनिन् अलिकति तेल चाहिँ छ, सम्भावना छ। आमेन। तपाईँ भित्र केही न केही चाहिँ भित्र तपाईँ भेट्छ, भित्र केही न केही छ। हालेलुया, हालेलुया। यस।
एलिसाले भने गएर आफ्ना सबै छिमेकीहरूबाट रित्तो भडुल्को मागेर ल्याऊ, थोरै मात्र नमाग। त्यसपछि घरमा गएर तिम्रो छोराहरूलाई भित्र राखेर ढोका थुन, भडुल्को तेल ती सबै भाँडाहरूमा खन्याऊ र भरिएका भाँडाहरू अलग्गै राख। हालेलुया। यस। त्यसपछि यहाँ नाटकीय तरिकाले विधवाको जीवन परिवर्तन हुन्छ। मैले भने एलिसाको सेवकाईले जहिले पनि प्रभु येशूको सेवकाई दर्शाउँछ। एलियाको सेवकाईले बप्तिस्मा दिने यूहन्नाको सेवकाई दर्शाउँछ। हालेलुया। प्रभु येशू कहाँ जानुहोस्। हालेलुया, हालेलुया। मलाई परमेश्वरले यो रेभेलेसन दिनुभएको विगत 2 हप्तादेखि, होइन, तपाईँ कतिजना यहाँ डेन्जरमा हुनुहुन्छ, निडी हुनुहुन्छ, आवश्यकतामा हुनुहुन्छ, अनि परमेश्वरले प्रभु येशूले मलाई भन्नुभयो मानिसहरूलाई तैँले सहायता गर्न चाहन्छस्। यस प्रभु, तर आई हेभ नथिङ। मैले कसरी, मसँग न पैसा छ, होइन, अन्त मसँग तिनीहरूलाई सहायता गर्ने राम्रो वर्ड नै छ। मोटिभेसनल त म हुँदैन, मोटिभेसनलले एकछिन, होइन, के पनि गर्न सक्दैन। सबै समस्यामा छ, सबैजना बन्देजमा छ, सबैजना गरिबीमा छ। अनि परमेश्वरले मलाई हप्काउनु भयो, त चाहिँ विश्वासविहीन छस्। हालेलुया। परमेश्वरले मलाई यस्तै भन्नुभयो, तसँग के छ, भएको अलिकति अभिषेक हो। हालेलुया, हालेलुया। अब त्यही जुन 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 अभिषेक हो, जुन चाहिँ तेरो निम्ति तेल हो, मान्छे जम्मा गर। अब मान्छे जम्मा गर, जो निडी छन्, जो आवश्यकतामा छन्, जो छिमेकमा गएर चाहिँ रित्तो भाँडो, हालेलुया, नथिङ भएका व्यक्तिहरूलाई भेला गर। म तिनीहरूलाई ब्लेस गर्न चाहँदैछु तेरो जीवनबाट। तसँग भएको वेल तिनीहरूमाथि खन्याइराख्नेछु, जुन कहिले रित्तिने छैन यीशु मसीहको नाममा। हालेलुया। आफ्नो हात उच्च गर्नुहोस्। परमेश्वरले मलाई भन्नुभएको छ, जुन अभिषेक, जुन ग्लोरी तेरो जीवनमा छ, अलिकति, धेरै चाहिँदैन, अलिकति सानो, अनि खनाउन सुरु गर। त्यो कहिले रित्तिने छैन। आजको दिनदेखि परमेश्वरले मलाई भन्नुभएको छ, त्यो खनाउन सुरु गर। हालेलुया, हालेलुया। आफ्नो हात उच्च गर्नुहोस्। परमेश्वरले भन्नुभयो, एम्टी निडी, जतिजना बिमारी हुनुहुन्छ, जतिजना अभावमा हुनुहुन्छ, जतिजना तपाईँहरू बन्धनमा हुनुहुन्छ, जतिजना तपाईँ निराशामा हुनुहुन्छ, ओ तपाईँहरू एम्टी भेसलहरू हो। परमेश्वरले भन्नुभयो, तिनीहरूलाई जो निडी छन्, जो आवश्यकतामा छन्, जो खाली छन्, तिनीहरूलाई जम्मा गर। अनि त्यो तेल चाहिँ खनाउन नछोड। त्यो तेल कहिले रित्तिने छैन यीशु मसीहको नाममा। परमेश्वरले त्यो नरित्तिने तेल हामी माथि राखिदिनु हुनेछ र हामी सक्षम भएर आउँदैछौँ यीशु मसीहको नाममा। रिब्रा साट्रा कोराबासा ए राखो समिहान रो बोलारियासा। यो रेभेलेसन परमेश्वरले मलाई दिनुभयो। त्यसकारण तयार हुनुहोस्। तपाईँ कतिजना आवश्यकतामा हुनुहुन्छ, तपाईँको परिवारमा तपाईँ अशान्तिमा हुनुहुन्छ, तपाईँलाई चाहिएको अभिषेक, त्यो ग्लोरी परमेश्वरले मेरो जीवनमा अलिकति राखिदिनु भएको छ। मैले भने परमेश्वर मसँग त थोरै ओइल छ, थोरै मात्रै म सहायता गर्न सक्छु, त्यति पर्याप्त शक्ति, त्यति पर्याप्त अभिषेक मसँग छैन। परमेश्वरले भन्नुभयो, त विश्वासविहीन होस्, त विश्वासविहीन होस्। त्यही थोरै तेल, त्यही थोरै ग्लोरी, त्यही थोरै अभिषेकले म मानिसको जीवनमा यति धेरै आशिष खनाउन जाँदैछु, जो कहिले रित्तिने छैन। जबसम्म तैँले भाँडो पाइराख्छस्, खनाउन सुरु गर। खनाउन कहिले पनि कन्जुस नगर। आफ्नो हात उच्च गर्नुहोस्। परमेश्वरले त्यो तपाईँको जीवनमा खनाउन जाँदै हुनुहुन्छ। तपाईँ निडी हुनुहुन्छ, तपाईँ आवश्यकतामा हुनुहुन्छ। ओ रिबा साट्रा खाराबा सेन रे रिफ्ला सोट्रा कारियाना बाराबासा। थ्याङ्क यू जिजस। हो, आफ्नो हात उच्च गर्नुहोस् र रिसिभ गर्न तयार हुनुहोस्। फ्रो शिलाराबा रेखरा फासा चाचा। घर झगडाहरूमा भएका तपाईँ कतिजना डेन्जरमा हुनुहुन्छ, परमेश्वरले सहायता गर्न चाहँदै हुनुहुन्छ। ओ एम्टी भेसल, कतिजना एम्टी भेसल फेसबुकमा हुनुहुन्छ। मेन ट्रकोरा पासा लिखरा खासाना बोरा लेरियासा लिखरा बासा। मैले तेलमा कन्जुस गर्दै गर्दाखेरि परमेश्वरले मलाई हप्काउनु भयो। त्यही थोरै तेलले लाखौँ मानिसहरू आशिषित हुन जाँदैछन्। लाखौँ मिलियन्स बिलियन्स
एडभान्स मानिसहरू म खनाइराख्नेछु कहिले रित्तिने छैन किन कन्जुस नगर कतिजना लिन रेडी हुनुहुन्छ रोखा सिद्रमा चोकोरा बासा छिलारा एट्राको शबिना लेब्रा सोट्रा किजमा द्रोको बोसे ओ look at कतिजना डेन्जरमा हुनुहुन्छ कतिजना तपाईँ आवश्यकतामा हुनुहुन्छ परमेश्वरको आत्माले काम गर्न सुरु गर्दै हुनुहुन्छ हालेलुया थ्यांक यू जीसस देखाउनुहोस् थ्यांक यू लर्ड रिक्रा फास्टा चकरबा ओ तपाईँ माथि त्यो आशिष आउँदैछ कतिजना तपाईँ विश्वाससँग हुनुहुन्छ तपाईको डिटरमिनेन्ट फेथले तपाईको जीवनमा काम हुनेछ थ्यांक यू लर्ड होली स्पिरिट थ्यांक यू जीसस देखाउनुहोस् तपाईँ कतिजना डेन्जरमा हुनुहुन्छ तपाईँ निराशामा हुनुहुन्छ परमेश्वर तपाईँलाई हेल्प गर्न चाहँदै हुनुहुन्छ त्यो अभिषेक त्यो तेल त्यो अभिषेक तपाईँलाई चाहिएको अभिषेक थ्यांक यू जी हालेलुया 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 थ्यांक यू जीसस ओ त्यो आउँदैछ परमेश्वरले मलाई कहिले नरित्तिने ओ त्यो तेलको भाँडो दिनुभएको छ ओ काशीला र बान्डे हाल ठुको सबैले लिनलाई रेडी हुनुहोस् खाली गर्नुहोस् आफूलाई तपाईँ खाली होइन भने फेरि काम गर्दैन खाली बनाउनुहोस् आफूलाई खाली भाँडो बनाउनुहोस् खाली भाँडो ओ परमेश्वरले तपाईँलाई भर्न चाहँदै हुनुहुन्छ हुनुहोस् यस आफूलाई खाली गर्नुहोस् संसारिक कुराहरूलाई छोडिदिनुहोस् तपाईँ खाली हुनुपर्छ तपाईँ खाली हुनुहुन्न भने म खानुपर्छ किनभने खाली भाँडो लिएर आइज भन्नुभयो प्रभुले जो निडी छ जो समस्यामा छ जो दुखाइमा छ जो बिमारीमा छ तिनीहरूलाई जम्मा गर लेख र फोशरियाना मान र मोना रेखिले आशा यस लर्ड प्रभु मेरो अविश्वासको लागि म पश्चाताप गर्दछु थ्यांक यू जीसस 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 आफूलाई खाली गर्नुहोस् सानियाना मान ढोकोरे यलबा कतिजना भरिन जाँदै हुनुहुन्छ प्रार्थनामा रहनुहोस् आफूलाई नम्र बनाउनुहोस् Thank you Jesus Hallelujah My God खाली गर्नुहोस् आफूलाई खाली गर्नुहोस् आजदेखि तपाईँले सहायता पाउँदै हुनुहुन्छ आजदेखि तपाईँ भरिँदै हुनुहुन्छ कहिले नरित्तिने तेल यहाँनिर छ परमेश्वरले मलाई त्यो भाँडो बनाउनु भएको छ त्यो तेलको भाँडो जुन तेलको भाँडो तपाईँमा खनाइदैछ केही समयपछि आफ्नो हात उच्च गर्नुहोस् आफ्नो हात उच्च गर्नुहोस् यदि तपाईँ खाली भएर आउँदै हुनुहुन्छ तपाईँ खाली भएर आउँदै हुनुहुन्छ तपाईँ खाली हुनुपर्छ संसारिक कुराबाट भरिएको होइन म खाली हुन्छु प्रभु मलाई भर्नुहोस् ओ कतिजना अलरेडी भरिसक्नु भएको छ माई गॉड इन द नेम अफ जीसस फेसबुकमा हुनेहरू लोरिया ट्रका सबरा बस्छ होली खबस आई हैव अ प्रब्लम आई नीड अ वेल भन्दै हुनुहुन्छ you must be empty first thank you Jesus आफूलाई खाली गर्नुहोस् thank you Jesus hallelujah thank you Jesus Holy Spirit thou art welcome in this place Holy Spirit thou art welcome the glory तपाईँ जतिजना खाली हुनुहुन्छ आज आफूलाई खाली गर्न चाहनुहुन्छ प्लिज प्रार्थना गरिराख्नुहोस् त्यो ओइल किङ जिजसमा छ त्यो भाँडो किङ जिजसमा छ हो कहिले नरित्तिने किनभने विगत 7 वर्षदेखि यो खन्निरहेको छ मानिसहरूको जीवनमा धेरैजनाले ओ सहायता पाएका छन् टेस्टिमनी आएको छ आज तपाईँको टेस्टिमनी आउने समय हो लिख र फस आफूलाई खाली गर्नुहोस् नम्र बन्नुहोस् घमण्ड छोड्नुहोस् कहिले घमण्डले तपाईँलाई भरिरहेको हुन्छ रिलो सेही नग्रो सबिर Thou art welcome in this place. Thou art welcome. My God, तयार हुनुहुन्छ म सबैको लागि प्रार्थना गर्न जाँदैछु हालेलुया Holy Spirit Are you ready? प्रार्थना गर्नुहोस् Thank you Jesus hallelujah Lord these are your people यिनीहरू प्रभु निडी छन् आवश्यकतामा छन् ओ निडीमा रहेका व्यक्तिहरू लिखो सबिलेर बसाट्रेको बिया Thank you Jesus hallelujah Thank you Jesus Yes खाली गर्नुहोस् तपाईको हृदयमा
व्यभिचार भरिएको छ, तपाईँको हृदयमा विभिन्न खाली गर्नु परमेश्वरले त्यो ओइल पठाउँदै हुनुहुन्छ तपाईँको जीवनमा। किङ जिजस सेवकाई त्यो अलिकति ओइल हो जसमा खन्याउन जाँदैछु तपाईँको जीवनमा। लिरोको सरिया रिक्रोको सरिया रखासा चकरवासाफिया। थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस। त्यो अभिषेक तपाईँमाथि खनिँदैछ। ओलिबा मामा 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 होली स्पिरिट thou art welcome in this place. कतिजना रेडी हुनुहुन्छ? खाली गर्नुहोस् आफूलाई। परमेश्वरले भन्नुभयो प्रत्येक निडी व्यक्तिहरू तपाईँ भरिएको व्यक्ति हो रे। कुन कुराले भरिनु भएको छ? अलरेडी पवित्र आत्माले आशिषले भरिनु भएको छ भने आजको सेवा तपाईँको लागि होइन। तपाईँ संसारिक कुराले भरिनु भएको छ भने संसारिक यस पाप स्वभावका कामहरूबाट तपाईँ भरिनु भएको छ भने आजको सेवकाई तपाईँको निम्ति होइन। तर तपाईँले आफूलाई खाली गर्दै हुनुहुन्छ। यस 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 जुम्मा हुनेहरू जुम्मा हुनेहरू जुम्मा हुनेहरू जुम्मा हुनेहरू ओइल खनिँदैछ। कतिलाई अलरेडी तपाईँ आफूलाई तयार गर्दै हुनुहुन्छ। ओइल तपाईँमाथि खनिँदैछ। खाली गर्नुहोस् आफूलाई, खाली गर्नुहोस्। नेपाली भाषी मण्डलीहरू ओइल बगिरहेको छ। प्रभु येशूको ओइल उहाँको अभिषेक बगिरहेको छ। Are you ready? Are you ready? Are you ready? त्यो अभिषेक, त्यो फायर, त्यो अभिषेक, त्यो ग्लोरी तपाईँमाथि आउँदैछ। आफ्नो हात उच्च गरेर गर्नुहोस् र भन्नुहोस्, परमेश्वर म समर्पण गर्दछु। मेरो बन्धन, मेरो पाप, मेरो सब कुछ तपाईँलाई दिँदछु। कुराहरू म तपाईँलाई दिँदछु। फेसबुकमा उनीहरू प्लिज सिंग विथ मी ब्रदर। सुमा भण्डारी तपाईँमाथि त्यो तेल आउनेवाला छ। सुमित्रा मिना शेर्पा तपाईँमाथि त्यो ओइल आउनेवाला छ। तपाईँ कतिजना बिमारी हुनुहुन्छ, निडी हुनुहुन्छ, आवश्यकतामा हुनुहुन्छ। रिसिभ गर्नुहोस् त्यो ओइल। प्रभु म डिक्लेयर गर्दछु उहाँहरूको जीवनमा म तेल खनाउन सुरु गर्दछु। प्रभु जुन सेवकाईमा तपाईँले जुन तेल दिनुभएको छ, ओ जिजस, उनीहरूको एरियामा समस्याहरू छ, त्यो निड्सहरू पुरा भएको होस्। म प्रार्थना गर्दछु। यस सपना, यस भन्नुहोस्, भन्नुहोस् प्रभु मलाई त्यो तेल आवश्यकता छ। म निकै समस्यामा छु, म प्रब्लममा छु, मलाई सहायता गर्नुहोस्। फेसबुकमा उनीहरू सबैले आफ्नो हात उच्च गर्नुहोस्। होली स्पिरिट, होली स्पिरिट, होली स्पिरिट, होली स्पिरिट, होली फेसबुकबाट जुममा हुनुहुन्छ,
खन्याउनुहोस् प्रभु। तपाईँ रेडी हुनुहुन्छ भने परमेश्वरले त्यो ओइल तपाईँको जीवनमा खन्याउँदै हुनुहुन्छ। ओ सयौं व्यक्तिहरू आज त्यो ओइल, त्यो अभिषेक, ओ परमेश्वरले दिनुभएको त्यो आशिषले, त्यो छुटकारा, त्यो छङ्गाई तपाईँको जीवनमा आउँदैछ। आफ्नो हात सरेन्डर गर्नुहोस्। म खाली छु प्रभु, आज म खाली हुन चाहन्छु। जस आफ्नो हात उच्च गरेर सरेन्डर गर्नुहोस्। सरेन्डर, समर्पण गर्नुहोस् आफ्नो हात उच्च गरेर। थ्याङ्क यू फादर, थ्याङ्क यू फादर। खाली गर्नुहोस्, आफूलाई भन्नुहोस् परमेश्वर म खाली हुन चाहन्छु, मलाई भर्नुहोस्। Saying thank you Father. Yes Lord. खाली गर्नुहोस् अझै 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 अझै। यस सुनिल भाइ अझै खाली हुनुहोस्। तपाईँलाई तेलको आवश्यकता छ। शान्ति केसी अझै खाली गर्नुहोस्, अझै खाली गर्नुहोस्। त्यो ओइल खनिँदैछ जुन कहिले रित्तिँदैन। जीसस, thank you Jesus, thank you Jesus, thank you Jesus। आफ्नो हात उच्च गरेर खाली गर्नुहोस्। फेसबुकमा समस्यामा छु, ती विधवा जस्तै हुनुहोस्। म समस्यामा छु, म क्रिटिकल छु, म डेन्जरमा छु। Thank you Jesus, thank you Jesus, thank you Jesus, thank you खाँचोमा परेका मानिसहरू हुनुहुन्छ, आउनुहोस् तपाईँका मानिसहरूलाई सहायता गर्नुहोस्। I surrender to them, Lord. I can't help them, Lord. Only you can. Oh, yes, Lord. Yes, Jesus.
बिमारीहरूलाई आफ्नो हात उच्च गर्दै, जतिजना समस्यामा हुनुहुन्छ, जतिजना पारिवारिक समस्यामा हुनुहुन्छ, आफ्नो हात उच्च गर्दै भन्नुहोस्, सरेन्डर गर्नुहोस्, त्यो समस्यालाई समर्पण गर्नुहोस्, तपाईँको हातमा राख्दछु भन्नुहोस्। तपाईँको चिन्ता, धेरै चिन्ताहरू देखिरहेको छ, भनौँ प्रभुलाई, मेरो चिन्ताहरू म तपाईँलाई दिँदछु। Love you, Holy Spirit. You are so precious. These are your people, Lord. Yes, Lord. Holy Spirit. Holy Spirit. Holy Spirit. Holy Spirit. Holy Spirit. Holy Spirit. Love you, Jesus. 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 प्रेम गर्नुहोस् उहाँलाई केही मोमेन्टको लागि, सबै कुरा भुलेर एकछिन जस्ट भन्नुहोस्, येशू, जीजस, जीजस, यस, Love you, Jesus. Love you, Jesus. Love you, Jesus. Love you, Jesus. Hallelujah. प्रभु येशू, Prabhu Yesu, Hallelujah. Prabhu Yesu, आफ्नो हात उच्च गरेर सरेन्डर गरौँ केही समयको लागि। सरेन्डर गर्नुहोस्, सरेन्डर गर्नुहोस्, केही समय, केही मोमेन्ट, सबै कुरा भुलेर जस भन्नुहोस्, येशू लिनुहोस् मेरो सिचुएसन, मेरो बिमारी, मेरो समस्या, मेरो पीर, मेरो मर्का, यस, दिनुहोस्, दिनुहोस्, दिनुहोस्। तपाईँको चिन्ता, धेरै चिन्ता गर्ने व्यक्तिहरू, डर हृदयले भरिएका व्यक्तिहरू, दिनुहोस् तपाईँको डर, यस। बिमारीहरूले आफ्नो हात उच्च गरेर आफ्नो बिमारीलाई एकछिन बोलेर, आफ्नो गरिबी, आफ्नो अभावलाई बोलेर आफ्नो हात उच्च गरेर भन्नुहोस्, प्रभु येशू, प्रभु येशू, प्रभु येशू, प्रभु येशू। Love you, Jesus. love you, आफ्नो हात उच्च गरेर केही मोमेन्टको लागि वर्शिप गरौँ। लभ यु जिजस भन्दै, love you, फेसबुकमा उनीहरू सबैजनाले मलाई प्रेम गरौँ। आफूलाई खाली बनाएर आफ्नो चिन्ता, डर, बिमारी जो भी छ, जति ठुलो समस्या होस्, आफ्नो हात माथि गरेर ती सबै प्रभुको हातमा दिनेछ।
आउँदैछ, चङ्गाई आउँदैछ। आफ्नो हात उच्च गरेर भन्नुहोस्, त्यो चङ्गाई तपाईँको एरियामा काम हुन सुरु गर्दैछ। तपाईँ यस, You are the Lord, my कम्मर एक दुखिरहेको समस्या आफ्नो हात उच्च गरेर भन्नुहोस्, येशू येशू येशू। एकदमै तपाईँको ढाड र कम्मर दुखिरहेको छ, तपाईँको हड्डीका समस्याहरू निको हुँदैछ। आफ्नो हात उच्च गर्नुहोस्। यस, हालेलुया। You sent your word and healed our disease. You are the माइग्रेनका समस्याहरू निको हुँदैछ। हात उच्च गर्नुहोस् सबैजना। येशू आउँदै हुनुहुन्छ। येशूको त्यो हिलिङको ओइल, चङ्गाईको त्यो तेल तपाईँमाथि खनाउँदै हुनुहुन्छ। माइग्रेन र हड्डीको प्रब्लम भएको जतिजना हुनुहुन्छ, You are the Lord, my healer. You sent your word and healed our disease. You are the Lord, my healer. you are the God. You are the God that healeth me. You are the Lord, my healer. You sent your word and healed our disease. You are the Lord, my healer. आफ्नो हात उच्च गरेर बार बार मलाई बोलाइराखौँ सम मोमेन्टको लागि। Yes, Lord. कतिजनालाई त्यो ओइल बिस्तारै तपाईँमाथि खनिरहेको महसुस हुँदैछ। हात गरुङ्गो भएर आउँदैछ।
बारम्बार यसु नाममा मात्रै तपाईलाई छुटकारा छ यसुमा मात्रै तपाईलाई सहायता मिल्छ यस हालेलुया सबै प्रभु धेरैजना प्रभु निडी व्यक्तिहरू हुनुहुन्छ कसैलाई प्रभु डिप्रेसन छ कसैलाई चिन्ता छ प्रभु कसैलाई परिवारमा समस्या छ कसैलाई गरिबी छ अभाव छ These are your people, Lord. म तपाईको हातमा दिन्छु यो मानिसहरू जो तपाईले देखिराख्नु भएको छ मलाई तपाईको हृदयलाई हेरिराख्नु भएको छ आफ्नो हात उच्च गरौँ म आउँदै हुनुहुन्छ तपाईलाई सुन्नलाई Thank you Jesus Yes Lord Master these are your people I surrender This is your service now यो उहाँको सेवाकाई मेरो सेवाकाई भ्याइयो यही बेलामा धेरै मान्छेहरू मिस हुन्छ मेरो सेवा सिद्धि अब उहाँले यो सेवाकाई लिँदै हुनुहुन्छ प्लिज प्लिज तपाईँको हृदयले के भन्दैछ म तपाईँको नजिक 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 आइराख्नु भएको छ तपाईँको प्रत्येक धड्कनले भन्नुहोस् येशू आउनुहोस् आउनुहोस् म थाकिसकेँ प्लिज प्रभु जीसस I need you कतिजनालाई उहाँको प्रेमको खाँचो छ त्यो प्रेम तपाईँमाथि वर्षिँदैछ स्पेसली जतिजनाले तपाईँ उहाँ येशूलाई प्रेम गर्नुहुन्छ येशूलाई प्रेम गर्नुहुन्छ तपाईँमाथि त्यो प्रेम बग्दैछ जोसुवा स्पेसली जोसुवा विपिन प्रभुले भन्दै हुनुहुन्छ यसले मलाई प्रेम गर्छ म यसमाथि मेरो प्रेम खनाउन जाँदैछु मेरो हृदयमा केही कुरा भनिरहेको छ तपाईँ तयार हुनुभयो भने यस तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ तपाईँको समस्या प्रभुले मलाई भन्नुहुनेछ जीसस यस यस प्लिज मलाई नछोड्नुहोस् प्रभु मलाई नछोड्नुहोस् मलाई नछोड्नुहोस् थ्याङ्क यू बिमारीहरूले भन्न जस प्रत्येक सास पर्छ येशू Jesus, it's all about Jesus. 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 Thank you. धेरै विधवाहरू हुनुहुन्छ धेरै विधवाहरू श्रीमानले छोडेको श्रीमानले घृणा गरेको श्रीमानले चोट लगाएर तपाईलाई घाइते बनाएका स्त्रीहरू तपाईँ यस्तै सुसम यही जो चाहिँ विधवा जस्तै तपाईँ हेल्पलेसनेस हुनुहुन्छ प्रभुको अगाडि जानुहोस् प्लिज लर्ड म धेरै दुःखमा छु प्रभु येशू तपाईलाई हेल्प गर्न आउँदै हुनुहुन्छ जीसस म अभावमा छु प्लिज लर्ड हेल्प मी द सन अफ डेभिड म एक्लो छु म सानैदेखि एक्लो छु कोही यस्तो व्यक्ति हुनुहुन्छ जो सानैदेखि एक्लै हुनुहुन्छ
तपाईको बुवा आमाले तपाईलाई छोडिदियो, तपाई बेसहारा हुनुभयो, तपाई भौताङ हृदय हुनुहुन्छ। तपाईको बुवा आमाले तपाईको परिवारले तपाईलाई वास्ता गरेन, हुर्काएन, पढाएन, तर येशूले तपाईलाई आफ्नो हात लिनु भएको छ। उहाँले तपाईलाई हेल्प गर्न चाहनुहुन्छ। केवल विश्वास गर्नुहोस्, यो सेवकाईबाट तपाईलाई हेल्प गर्न चाहनुहुन्छ, किनभने परमेश्वरले यो तेलको भाँडो बनाउनु भएको छ। होला तपाईलाई कतिजनालाई पैसाको अभाव नहोला, पैसा प्रशस्त छ, तर तपाईलाई शान्तिको जरुर छ, परिवारमा मिलाप होला। कतिजनालाई तपाईँ स्वस्थ हुनुहुन्छ, तर कहीँ न कहीँ तपाईँलाई अशान्तिले, डरले सताइरहेको छ, एक्लो महसुस भइरहेको छ। एक्लोपनाले, विशेष गरी मैले एक्लोपना भएको हृदयहरू देख्दैछु। यतिखेर प्रभु येशूले मेरो हृदयमा भन्नुभएको छ, यहाँ धेरैजना एक्लो महसुस गरिराख्ने व्यक्तिहरू छ। एक्लोपना त्यो मिजरीबाट प्रभु पनि गुज्रनु भयो। त्यो मिजरी, फेसबुकमा उनीहरू त्यो मिजरी, एक्लोपना सँगसँगै हिँड्ने ठुलो भिडले एक दिन उहाँलाई एकाएक छोडिदिन्छ। तपाईँलाई सहायता गर्नलाई त्यो मिजरीबाट, त्यो एक्लोपनाबाट प्रभु येशू हिँड्नु भएको छ। आफ्नै चेलाहरूले उहाँलाई छोडेर भाग्छ। यसोले आफ्नै कानले सुन्न पुग्नुहुन्छ। आफ्नो नजिकको ब्रदर पत्रुसले क्रिया खाएर यो व्यक्तिलाई मैले चिन्दिनँ, त्यो मिजरीबाट उहाँ गुज्रनु भएको छ। ही क्यान हेल्प यु। जो व्यक्ति समस्याबाट गुज्रेको हुन्छ त्यसले मात्रै तपाईँको समस्या बुझेको हुन्छ, अरूले बुझ्दैन तपाईँको समस्या, येशूले मात्रै बुझ्नुहुन्छ। किनभने त्यो मिजरीबाट, त्यो अवस्थाबाट प्रभु येशू हिँडिसक्नु भयो, उहाँ एक्लै पारिनु भयो। तपाईँको समस्याहरू कसैले, मैले पनि नबुझ्न सक्छु, पास्टरले नबुझ्न सक्छ, तर येशूले बुझ्न सक्नुहुन्छ तपाईँको समस्या। त्यसकारण डिटरमाइन फेथ, प्रभुको शरणमा जानुहोस्, उहाँलाई खोज्नुहोस्। जबसम्म प्रभुलाई पाउन सक्छ तबसम्म उहाँलाई खोज। किन भनेको छ बाइबलले? ताकि उहाँबाट तपाईँले सहायता पाउन सक्नु भएको होस्। याकुबको परमेश्वर जस्तो अरू कोही पनि छैन। धन्य त्यो मानिस जसको सहायता याकुबको परमेश्वरमा छ, किनभने परमेश्वरले याकुबलाई सहायता गर्नुभयो। डेन्जरमा, इन डेन्जर, चारैतिरबाट खतरा हुँदाखेरि। यस, आज यो सेवकाईबाट हजारौँ मान्छेहरू छुइँदैछ, किनभने त्यो तेल, त्यो अभिषेक, त्यो वचन यो सेवकाईमा प्रभुले राख्नु भएको छ। आई डोन्ट केयर कतिले विरोध गर्छ, तर तपाईँको आशिष यो सेवकाईमा छ। तपाईँको लागि अभिषेक, तपाईँको लागि उत्साहको वचन यो सेवकाईमा छ। आई डोन्ट केयर कतिले मलाई विरोध गर्छ, तर त्यो आशिष प्रभुले यहाँ राखिसक्नु भएको छ। अनि जानेहरूको लागि त्यो तेल यो सेवकाईमा छ। थ्याङ्क यू, ग्ल्याड यु चोज। थ्याङ्क यू, थ्याङ्क यू, वी गिभ यु प्रेज। एक्लोपनामा भएका व्यक्तिहरू माग्नुहोस् हेल्प, किनभने एक्लोपनामा नगएको व्यक्ति, त्यो समस्या नभएको व्यक्तिले कहिले तपाईँलाई हेल्प गर्न सक्दैन। गरिबी के हो उहाँले चाख्नुभयो, अभाव के हो उहाँले बुझ्नुभयो। दिस इज ट्रु मिनिस्ट्री। आई डोन्ट केयर कतिजना मेरो अगेन्स्टमा छ, कतिजना मलाई सताउँछ। यो सेवकाई येशूको सेवकाई हो, त्यसमा कसैले हल्लाउन सकेको छैन। थ्याङ्क यू जिजस, आई एम सो ग्ल्याड। आई विल डु इट लर्ड, आई विल डु इट। थ्याङ्क यू। हजारौँ मानिसहरूले सहायता पाउनेछन्, तसल्ली पाउनेछन्। आफ्नो हात उचेर तपाईँको सहायता येशू मात्रै हुनुहुन्छ। प्लिज येशू, जिजस, यहाँ कति धेरै अभाव, बेरोजगार भाइ बहिनीहरू छ। परमेश्वरले तपाईँको लागि ढोका खोल्दै हुनुहुन्छ। प्लिज उहाँलाई आश्रय बनाउनुहोस्। धन्य त्यो व्यक्ति जसको सहायता याकुबको परमेश्वरमा छ। थ्याङ्क यू, थ्याङ्क यू। धन्यवाद येशू, धन्यवाद। तपाईँ एक
एकल महिलाहरू हुनुहुन्छ, प्रभुले तपाईँलाई तसल्ली दिन चाहनुहुन्छ, तर तपाईँले मानिसमाथि कन्टिन्यू भरोसा राख्दै हुनुहुन्छ। मलाई 3 महिना अगाडि प्रभुले भन्नुभयो, यस्तो दिदीबहिनीहरू छ जसले अचानक विवाह गर्छ अनि त्यो विवाह टिक्दैन, विवाहमा चोट पाउँछ, दुःख पाउँछ, श्रीमानले समय नहुँदै छोडेर भागिदिन्छ, अनि त्यसपछि बाध्यताले विदेश जान्छ। विदेशमा पनि उसले कसैको सहारा माग्छ, मसँग छोराछोरीहरू छ, मलाई सहारा देऊ। तर त्यो व्यक्ति, त्यो पुरुषले स्वार्थको लागि मात्रै एकछिन हात समाउँछ अनि फेरि आफ्नो स्वार्थ पूर्ति भएपछि त्यो छोडिदिन्छ। बारम्बार तपाईँ ठगिनु भएको छ, अब छोडिदिनुहोस्। यसुलाई मात्रै आफ्नो आश्रय बनाउनुहोस्। मानिसमाथि जसले भरोसा गर्छ त्यो श्रापित हो भनेको छ। मैले कहिले पनि मानिसमाथि भरोसा गर्दिनँ प्रियहरू। श्रापित हो भनेको छ मानिसमाथि भरोसा गर्ने। जो मानिसमाथि भरोसा आफ्नो काम मिलाउनको लागि, आफ्नो काम बनाउनको निम्ति छिटो जानको लागि मान्छेमा भर पर्छ, त्यो ठगिनेछ, त्यसले ठक्कर खानेछ। जीसस, मास्टर, थ्याङ्क यू जीसस, आई लभ यू। यहाँ धेरै प्रभु तपाईँका व्यक्तिहरू जसको हृदयमा चोटै चोट छ, निको पार्नु भएको छ प्रभु। Lord Jesus, thank you Jesus। यो सेवकाईमा हिस्सा पनि राख्नुहोस्। यो सेवकाईले तपाईँलाई अन्त्यको दिनमा अड्याउँदैछ, फेस टु फेस, फेस टु फेस। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू।